मार्फत गृहमन्त्रीलाई जिम्मेवारी बन्न, कन्टेन्ट क्रिएटर नबनी देशको वास्तविक गृहमन्त्री बन्न म अनुरोध गर्न चाहन्छु। र गृहमन्त्री र मन्त्रीज्यूहरूलाई सडकमा चटक देखाउने होइन, काम गर्नका लागि आदेश दिने हो। आदेशको पालना भयो कि भनेर त्यसको कार्यान्वयन गर्ने हो। हिजो सडकमा प्रदर्शन गर्नुभन्दा गणेश नेपाललाई राति नै हेलिकप्टर मार्फत उद्धार गरी नेपाल वायुसेना निगमको जहाजबाट यमुनाबाट दिल्ली पुर्याइदिएको भए यो अवस्था हुँदैन थियो। सम्माननीय सभामुख, म आज याद दिलाउन चाहन्छु सम्माननीय सभामुख, प्रतिनिधि सभाको संसदको गेट अगाडि इलामका प्रेम प्रसाद आचार्यले आत्मदाह गर्नुभएको थियो भने आज ठ्याक्कै 2-3 वर्ष नपुग्दै आज मुगा गणेश नेपालीले मटितेल छर्किएर आज आत्मदाह गर्नु पर्यो। उनीहरूको पीडा एउटै थियो कि यो देशमा गरेर खान पाऊँ, बसेर गर्न पाऊँ, गरी खान पाऊँ भन्ने हो सम्माननीय। तर सरकार फेरियो, कुर्सी फेरिए, तर जनताको पीडा फेरिएन सम्माननीय सभामुख। कुर्सी फेरिनु, सरकार फेरिनु महत्त्वपूर्ण कुरा रहेनछ। महत्त्वपूर्ण कुरा जनताको जीवन फेरिनु पर्ने रहेछ। सरकारले पछिल्लो पटक जनताको जीवन सहज बनाउने अनि झन् कठिन बनाउने नीति बनायो सम्माननीय सभामुख महोदय। सरकारको नारा चाहिँ अत्यन्त राम्रो छ, गरिबको चमेली बोल दिने कोही छैन। बोल्न दे सरकार, बोल्न दे सरकार, मनको कुरा खोल्न दे सरकार। तर आज गरिब दुखी जनतालाई सरकारले करमाथि कर थपेर आज बिजुको अवस्था पुर्याएको छ। आफ्नो सम्माननीय सभामुख महोदय सदस्य भनाइ छोट्यो, मैले सकिहाल्नु सम्माननीय सभामुख महोदय।